20 वर्ष एन्फाको नेतृत्व, 10 वर्षको प्रतिबन्ध अनि पुनः उठेको ठुलो बहस। के गणेश थापा नेपाली फुटबलमा फर्कदैछन्? यो प्रश्न मात्र होइन साथीहरू, यो नेपाली फुटबलको भविष्यसँग जोडिएको गहिरो मुद्दा हो। नमस्ते, म असिम जङ्कारकी स्वागत गर्न चाहन्छु द ट्रु थट अफ नेपाली फुटबलको 8औं एपिसोडमा। आज हामी कुरा गर्न गइरहेका छौँ एन्फाका पूर्व अध्यक्ष गणेश थापाको बारेमा। आउनुहोस् भिडियो सुरु गरौँ। 20 वर्षसम्म नेपाली फुटबलको सर्वोच्च निकाय एन्फामा नेतृत्व गरेका गणेश थापा 2015मा फिफाबाट 10 वर्षको प्रतिबन्धमा परे र अब 2025को अप्रिलबाट त्यो प्रतिबन्ध सकिएको छ। यो सँगै नेपाली फुटबलमा फेरि उठेको छ एउटा ठुलो बहस। के गणेश थापा अब एन्फाको नेतृत्वमा फर्कन सक्छन्? के उनको योगदानलाई सम्झनु पर्दछ या उनी फेरि पनि नेतृत्वमा आउनु हुँदैन? गणेश थापा विवादित अध्यक्ष थिए, तर उनले नेपाली फुटबलमा धेरै परिवर्तन ल्याए। उनको कार्यकालमा लिगहरू हुन्थे। ए डिभिजन, बी डिभिजन, सी डिभिजन, जिल्ला लिग, स्कुल लिग सबै चलिरहेका थिए। एउटा खेलाडीले खेलेर बाँच्न सक्ने क्षमता बनाएका थिए। अपार्टमेन्ट, गाडी, मोटरसाइकल जस्ता पुरस्कारले सम्मानित गर्थे। साफ च्याम्पियनसिपमा नेपालको प्रदर्शन राम्रो थियो। साफ च्याम्पियनसिप जितेमा आजीवन भत्ता दिने प्रतिबद्धता गरेका थिए। एन्फा एकाडेमी खोलियो। धरान, बुटोल, काठमाडौँमा फुटबल एकाडेमी तथा फुटबल स्टेडियम बनाइयो। आर्टिफिसियल ट्रफ राखियो एन्फा मैदानमा। प्रशिक्षकको स्तर पनि माथि उठेको थियो। त्यो बेला खेलाडीहरू क्लबबाट राम्रो तलब पाउँथे। म आफै त्यति बेला खेलेको छु। एउटा खेलाडीले प्रति महिना 50 देखि 80 हजार रुपियाँ कमाउन सक्थे, कम्तीमा 6 देखि 8 महिनासम्म। आजको अवस्थामा त्यो सम्भव छैन। आज 10 वर्षपछि पारिश्रमिक हेर्ने हो भने त्यति नै छ। न फुटबलको स्तर बढ्न सकेको छ, न तलबको नै। धेरै खेलाडीहरूलाई जीवन धान्न गाह्रो भएपछि फुटबल छोडेर विदेश जान बाध्य भएका छन्। अस्ट्रेलिया, युरोप र गल्फ कन्ट्रिजहरूमा 250 भन्दा बढी खेलाडीहरू गइसकेका छन्। भर्खरै आशिष लामाको भ्लगमा विमल घरती मगर, सागर थापा जस्ता खेलाडीहरूले खुलेर थापाको समर्थन गरे। उनीहरूले भनिरहेका छन् गणेश थापा नेपाली फुटबलका पिता हुन्। थुप्रै खेलाडीहरू जो थापाको पालामा खेले आज भन्दैछन् त्यो बेला फुटबल राम्रो थियो। तर 2015मा फिफा इथिक्स कमिटीले उनलाई आर्थिक अनियमितता, भ्रष्टाचार, पारदर्शिताको अभाव र सत्ता दुरुपयोगको आरोपमा 10 वर्ष प्रतिबन्ध लगाए। फिफाको आधिकारिक रिपोर्ट अनुसार उनी दोषी पाएका थिए। त्यसैले एएफसी र फिफाबाट प्रतिबन्धित गरियो। अब त्यो प्रतिबन्ध सकिएको छ, तर एन्फाको आचार संहिताले के भन्छ? के उनी फेरि अध्यक्ष बन्न पाउनेछन्? एन्फाको विधान अनुसार कुनै समय प्रतिबन्धमा परेका व्यक्तिले उम्मेदवारी दिन नपाउने उल्लेख छ, तर त्यो स्पष्ट छैन। पूर्ण प्रतिबन्ध सकेपछि उनी योग्य हुने कि नहुने भन्ने प्रश्न व्याख्या गरिएको छैन। 2015 पछि एन्फाले 2 अध्यक्ष पाए, कर्मा छिरिङ शेर्पा र अहिले पङ्कज नेमाङ। उनीहरूका पालामा बजेट बढेको थियो, फिफा एएफसीको सहयोग पनि थियो, तर फुटबलमै सुधार देखिएन। आजको दिनमा 2 वर्षदेखि ए डिभिजन लिग रोकिएको छ। जिल्ला लिग, स्कुल लिग गायबै छन्। एन्फा एकाडेमीको अस्तित्व नै छैन। खेलाडीहरूको तलब झन् घटेको छ र भविष्य अन्यलमा छ। कुनै पारदर्शिता छैन। 45 दिनमै बी डिभिजन लिगहरू सकाइन्छ। समग्रमा भन्नुपर्दा एन्फा भित्रको राजनीतिले चरम सीमा पार गर्न लागिसक्यो। हो, म भन्न चाहन्न कि गणेश थापाको कार्यकाल पूर्ण रूपमा रिभोल्युसनरी थियो। विवाद पनि थिए, आलोचना पनि, तर त्यो समयलाई नेपाली फुटबलको सुनौलो युग, अ गोल्डन जेनेरेसन भनेर सम्झन सकिन्छ। त्यो बेला फुटबल क्रिकेटभन्दा धेरै अगाडि थियो, तर आज त्यो स्थिति छैन। अब प्रश्न के छ भने के गणेश थापा अब एन्फाको नेतृत्वमा फर्कन सक्छन्? के हामी फेरि पुरानै अनुहारलाई विश्वास गर्ने वा नयाँ पुस्ता, नयाँ सोच र नयाँ प्रणालीमा अगाडि बढ्ने? यो विचार तपाईहरूको हो। कृपया कमेन्टमा आफ्नो विचार लेख्नुहोस्। गणेश थापा फर्किनु पर्छ कि पर्दैन? आजको नेतृत्व सफल छ कि छैन? फुटबल सुधार गर्ने के गर्नुपर्छ? कमेन्टमा लेख्नुहोस्। धन्यवाद।